guys. मिस्ट्री सप आएछ। उद्देश्य के हो भने हेर, गोब्लिन क्विन भएपछि एउटा गोब्लिन ट्रेट आउँछ कि अगाडि नै एउटा गोब्लिन छ हामीसँग, त्यो एउटा राख्ने बित्तिकै आयो। त्यस्तो भएपछि अब हेरौँ यसको के छ यहाँ। ठिकै हो। फर्स्ट गेममा चाहिँ एकजनालाई एउटालाई मार्ने उद्देश्य हुनु पऱ्यो, एउटा चाहिँ मर्नु पऱ्यो, तर मर्दैन। ठिकै छ, के गर्दैन, त्यो उद्देश्य चाहिँ त्यो हो अहिले मानेर पनि। किनकि एउटा मऱ्यो भने 8 मात्रै 2 माइनस हुन्छ, 8 बाँकी हुन्छ गएर हो। यसरी युज गर्ने, केही चाहिने छैन भने मस्किटिएर आयो, ठिकै हो। अनि भर्सक अब यसरी युज गर्ने देख्यौ नि। अब यसलाई यता राख्यो भने एक्टिभ हुँदैन, सँगै राख्नुपर्छ भर्सक। त्योसँग पनि रहेछ, त्यसलाई पनि चलाउनु हुँदो रहेछ। तर जित्छ जस्तो छ हामीले। सँगै खोज्न जान्छ कि हो। नाइस। अब लेट्स सी। अब यसरी चलाउँदै जाने। अनि अब यो युज गर्दा नि हुन्छ अथवा यो युज गर्दा नि हुन्छ, किनकि ट्रेड 4वटा ट्रेड भयो। यो भयो भने 3टा मात्रै भयो। अहिलेको लागि चाहिँ यति गर्दै गर्ने। हेरौँ उसको के छ। यस्तो किनकि यसले हान्छ फर्स्टमा, त्यसलाई त्यो अगाडि नै मर्छ। अब त्यसले त ड्यामेज दियो। वाह, यो गोब्लिनहरू चाहिँ ट्रेड गर्नुको लागि हो क्या। मेन यो डिमोलिसर कि के भन्नु पर्ने, गोब्लिन डिमोलिसर, यो चाहिँ ट्रेड गर्नुको लागि हो। अब केही चाहियो भने चाहिँ मिस्ट्री सपबाट नलिने, यहीँबाट लिने होइन। जस्तो केही नचाहिने छ भने फेरि उडाइदिइहाल्ने, यसरी लिने भने फेरि चाहिने आयो। यसरी लाएर खेल्दै जाने। अनि हेरौँ अब के छ यसको कल आयो। एकछिनमा हुँदैन। यो 3टा सँगै राखेको छ। एउटा सिल्ड आउँछ सँगै राख्दा, देख्यौ नि, 3टामा सिल्ड आयो। त्यो चाहिँ नोबलको सिल्ड हो, त्यो चाहिन्छ। जित्ने चान्स छ, किनकि हामीसँग मस्किटो छ नोबलवाला। अब आयो। अब हामीलाई उयो चाहिरहेको छ, के अरे गोल्डन नाइट चाहियो। यो यस्तो चाहिँ लिएर राख्ने। हेर, देख्यौ नि मैले आउनु के भनेको। आयो। अब एउटा फाल्नु पर्ने भयो। यो फाल्दा यसले काम सिकाइसक्यो। यो फालौँ, देख्यौ नि के भयो। अब हेर यहाँ, उतै छैन हामीसँग, नाइट छैन। तर यसो गरौँ, त हेर्न पाएन, तर जित्छ नहेरे पनि। कन्फिडेन्स देख्यो, यसरी हो। बिस्तारै ठुलो जाने। एउटा फाल्नुपर्ने भयो, विच फालौँ, त्यो पनि फालौँ। अब यो हामीलाई चाहिँदैन, तर यो ठिकै छ। आयो अब हाम्रो हिरो। अब मजा आउँछ गेम। अब यसको साटो राखौँ। मैले अघि नै भनेको के हो भने, यसरी राख्दा पनि हुन्छ, यसरी राख्दा पनि हुन्छ। यसरी राखौँ। लेट्स सी। अनि प्रिडिक्ट गर्ने हो क्या गोल्डन नाइट। अब जुन चाहिँ टाइल छ हो त्यही टाइलमा उफ्रिएर जाने, लास्टको टाइलमा। कसरी भन्नु तिमीलाई, अब हेर त। यहाँबाट उडेर गयो भने यहाँ आइपुग्छ, किनकि एउटै ठाउँमा छ यो टाइलबाट गयो होइन। अनि यो र यो फेरि उस्तै छ।
त्यही भएर मिलाउनुपर्छ त्यसरी गोब्लिन भयो खेल्ने यसरी क्या मेन चाहिँ गोब्लिनले गर्दाखेरि पैसा कमाइ बसिन्छ क्या देख्यो हेर यहाँ 14 भइसक्यो यस्तो अपडेट गर्ने आयो भने अपग्रेड गर्ने अनि अपग्रेड जे अपग्रेड हुन्छ त्यो राख्ने अब गोब्लिन मैले किन गोब्लिन लिइबसेको छु भने आइपुग्यो यसरी के भयो ठिक छ अब जित्ने हार्ने जस्तै हो तर हेर कसरी खेल्ने हेर यसको यो नाइटमा उयो सिल्ड छैन किनकि त्यो सँगै थिएन अब के हुन्छ थाहा छैन यो गेम चाहिँ के हुन्छ थाहा छैन यो चाहिँ हारेर एकमा बाँकी भयो जस्तो छ होइन एउटा एचपी राख्छ अब चान्स हामीसँग तर नोरिस अझै चान्स यो चाहिँदैन हामीलाई त्यसको हो ला हामीले मिस्टेक गरेर हुन्छ तर पनि ठिकै छ त्यहाँदेखि गोल्डन नाइटको चाहिँ हाल्थ्यो कि गोल्डन नाइटलाई अब 3 बनाइहाल्नु पऱ्यो माथि त चल्नु पऱ्यो ल अब हेर अब राम्रो हुन्छ कि तर अब जित्ने हामीसँग एकदम ठुलो चान्स छ किनकि गोल्डन नाइटले उता लो एचपीलाई हानिसक्यो अनि गोल्डन नाइटको ड्यासले जित्ने हो क्या मेन चाहिँ हो यसरी ड्यासले जित्ने हो नाइस देख्यो नि अब हेर जित्यो ए उता गर्दै गरेको हुन्छ जे सब खेल्ने आइडिया चाहिँ यस्तै हो होइन मैले तिम्रो लागि भिडियो बनाएको कसरी पठाउने पनि थाहा चाहिँ छैन मलाई 4 लेभल भइसक्यो हेर 4 लेभल बनाउनु कम त गाह्रो हुन्छ तर यसमा लेभलले पनि जितिन्छ क्या अब यो चाहिँदैन किनकि अपडेट भइसक्यो अपडेट गर्दाखेरि चाहिँ एक इलिक्जर एक्स्ट्रा दिने हो नि त इलिक्जर भन्छ के भन्छ यसलाई इलिक्जरै भन्दो रहेछ पाउने हो नि त त्यसरी होला हेर्ने त्यसले बुझ्यो अब मैले हेर्न बिर्सेछु तर ठिक छ नवरी हामीले जित्यौँ किनकि गोल्डन नाइटले होला स्टेप ठुलो नाइट हामी ला अब चाहिँ गोल्डन नाइटको विचार चाहिँ हार्ने चान्स पनि छ तर हाम्रो जित्यो किनकि 4 लेभलको छ आएर हामीसँग डाउट गोब्लिन एकमा गरेको तर अब त चान्सै छैन अब देख्यौँ अब हामीलाई एउटा केही चेन्ज गर्नु पऱ्यो भनेदेखि यो राखिदिँदा पनि हुन्छ लास्टमा अहिले हार्दा जस्तो भयो भने किनकि यसले लास्टै फाइदा हुन्छ तर पनि लेट्स अब यसरी छुट्टै राख्यो भने नोबल एक्टिभ हुँदैन सँगै राख्नुपर्छ किनकि यहाँ त्यही लेखेको छ एडजासेन्ट भनेको सँगै भनेको हेर यहाँ त्यसलाई एकछिन झुक्क्याइदिउँ हो मिस्टेक भयो तर एउटा नाइटलाई हुन्छ त्यसले 2 मिस्टेक भयो एकचोटि ल नाइस हो देख्यो त्यतिकै हामीलाई चाहिएको छ ल जित्यो नि त यस्तो ल इल्युजन H from me boom ल दिस इज हाउ यु विन अब फेरि 3000 पनि पुग्यो होला राजेश अब गेम बाइक छ बट एनिवेज दिस इज हाउ यु डु इट है त